बोला आज यस्तो दुःख छ यार घरमा काम गरे हिजो 15 अगस्त थियो घरमै झाडु पोछा आज सन्डे दिनमै आरामै छैन पछि झाडु पोछा लगाएर यस्तो यस्तो दुःख हेर्दै हाम्रो चाहिँ यो मेन साबेता बसिरहनु भयो ए हाम्रो छोरी यता छ फेरि आमा उता बस्नु भयो यहाँ छोरालाई जाने पोछा लागेको हेरेको एकदम तर यहाँ पोछा लागा हिँड्दै बिहान काम गर्ने छोराले आज पोछै माने घरमा बस छुट्टी दिन त बल्छौँ पोछा त आफ्नो घरको त मलाई सुत्न आरामै दिँदैन छुट्टी दिन आराम गर्नु पाइन्छ हो भने हिजो बि आराम थिएन हिजो बि झाडु पोछा आज बि झाडु पोछा घरमा यहाँ पुरा काम गर्न पर भइरहनु छ आमाले के गर्ने यस्तो जिन्दगी यस्तै यस्तो साथी हो सबैलाई जिन्दगी यस्तै छ सबैले आफ्नो घरको सफाइ स्वस्थ भारत स्वस्थ रहनु सबैलाई त्यही भन्न चाहे बस